यो तपाईले देखिरहनु भएको दृश्य ग्रेट वालको हो। हजुर, ग्रेट वाल भनेर चिनिने गुल्मीको धुर्कोट गाउँपालिकाले बनाएको ऐतिहासिक धुर्कोट कोट क्षेत्र पूर्वाधार निर्माण तथा बुढीकोट पर्यटकीय क्षेत्र पैदल मार्ग हो। यो गुल्मीको धुर्कोट गाउँपालिकाको वडा नम्बर 6 रजस्थल गुल्मीमा पर्छ। 3 करोड बढीको लागतमा यो संरचना निर्माण भएको हो। करिब 1100 मिटर लामो यो संरचना चाइनाको ग्रेट वालको झल्को दिने खालको रहेको स्थानीयहरूले बताएका छन्। यहाँ पछिल्लो समयमा स्थानीय पर्यटकहरूको उल्लेख्य रूपमा आगमन बढेको छ। हालै मात्रै निर्माण सम्पन्न भई यो योजना सार्वजनिक भएको छ। यसमा प्रयोग गरिएका ढुङ्गा धुर्कोट गाउँपालिकालाई चिनाउने ढुङ्गाहरू पनि हुन्। के थिएन, भिड थियो, डाँडो थियो। उहाँ सिद्धको मन्दिर छ माथि, त्यही सिद्ध मन्दिरमा जानलाई यो बाटो लगेका हुन्। उहाँसम्म जाने हो, त्यसैका लागि हो यो वाल बनाएको। यो शिवलिङ्ग मन्दिर त पछाडि बनाए, तर यो वाल उहाँ सिद्धको मन्दिरमा लाने हो। यो कुमार सिद्ध हो, औ सिद्ध जस्तो होइन। यसमा शक्ति छ। त्यही सिद्धका लागि यो बाटो, त्यसका लागि यो वाल बनाएको। यो हुँ पुग्ने हो, कोटाबाट यहीँसम्म हो। कस्तो मान्नु भएको छ तपाईँहरूले बनाएको? बनाएको त राम्रो, चाँडै जन्मिएछ। अलिअलि देखियो, यहाँ गाडी आउला आउँदा क्वालिटी त आएको थियो। उताबाट गाडी जो आउँछ यहाँ। कसले गरेको यो काम? यो काम पालिकाले, यो भोपाल पोखरेलले।